हेलो गाइज, हामी चाहिँ आज टक्कलाई कुखुराको मासु टक्क लाएर बनाउन गइरहेको छौँ क्या गाइज। ल हेर्नुहोस् है, कुखुरालाई टक्क लाएर यो कुखुराको यो बुत्लालाई टक्क जलाउँदैछु। यो लास्टै भारी छ कि कुखुरा, किनभने यो लगभग 4 किलो भन्दा बेसी नै भएको कुखुरा हो। त्यही भएर यो फेरि क्रस हो कि क्रस साथीहरू, लोकल र कोइलरको क्रस भएको भएर लास्टै ठुलो छ। यो कुखुराको ब्याठे राखेको भाले हो साथीहरू। त्यसलाई चाहिँ आज चट्ट लाएर बनाइदिउँ खाइदिउँ भनेर बनाउँदैछु। हेर्दै जानुहोस् है साथीहरू। यो टक्क लाग्यो, भुत्ला निकाल्दैछु। खाना त चट्ट मिठै हुन्छ के साथीहरू, बनाउन चाहिँ अलिक टाइमै लाग्छ। सर्क पार्नु पर्यो। ल साथीहरू, कुखुराको तपाईँहरूले टाउको चाहिँ देख्दै थाहा पाउनुभयो। अब आगोमा राखियो, टाउकोलाई फोक्ने काम भइरहेछ। टाउको नै हेभी छ। अब रेडी भयो। अब यो कति रहेछ त भनेर टक्क लगाएर अब काटेर भ्याएर पछि फेरि पहिला त जोखेको थिएन, पछि आएर फेरि जोखेको 3 किलो 800 ग्राम बुत्ला सुत्ला फालेर भइसकेपछि यसको नेट त हो कति चाहिँ रहेछ, हेभी थियो भनेर जोख्न आएको 3 किलो 800 ग्रामको यो रहेछ। यो बुत्ला सुत्ला जोग्दाखेरि त ल 4 किलो क्रस नै थियो होला। अब यसलाई चाहिँ अब टक्क दारामा ल्याएर र नि यता भाउजूले मसला अब यसमा राख्नको लागि लसक मसला पिस्नु भएको छ। यता म फेरि धारामा फेरि राम्रो खासै राम्रोसँग पानी नआएको भएर पानी सानी निकालेर कुखुरालाई मालिस गर्दै फोहोर फाल्दै यसको कुखुराको गर्दै साथीहरू हेर्दै जानुहोस्। कुखुरा बनाउने तरिका चाहिँ ल सिक्नुपर्छ कि सबै छोरा मान्छेहरूले चाहिँ कुखुरालाई चाहिँ यसो बनाउनु चाहिँ सिक्नुपर्छ। विभिन्न कामहरूमा काम लाग्छ साथीहरू। ल हेर्नुहोस् है, हेर्नुहोस् धारामा बसेर टक्क बनाउँदैछु म। अब यता अब त्यही हो, कुखुरालाई अब चट्ट लगाएर मसला टक्क पिरो बनाएर खानुलाई हुन्छ। मासुमा चट्ट लगाएर यो मसला राख्ने। यता म अब कुखुराको खुट्टा नङ फाल्दैछु। नङहरू फाल्नु पर्यो कुखुराको होइन, अचनामा राखेर कुखुराको खुट्टा त्यहाँबाट छिनाउने।
हेर्नु चाहिँ साथीहरू कुखुरा चाहिँ गजबकै छ यसरी कुखुराको खुट्टा त्यसलाई चाहिँ अब सफा गर्दैछु साथीहरू अब हेर्नुहोस् अब त्यसको साफ्रा साइडबाट कुखुराको काट्दैछु त्यसरी टक्क लगाएर निकाल्न सजिलो हुन्छ अब हो त्यस्तो गराउने हेर्नुहोस् है त्यसरी त्यो खुट्टालाई उतापट्टि राखिदिने त्यसरी तान्दिने तर एकदम साह्रो छ कि यो किनभने एकदम छिप्पेको थियो कि यो एकदम छिप्पेर राखेको ब्याठेर राखेको छ त्यो एकदम छिप्पेको कुखुरा हो त्यो एकदम गाह्रो भएको छ यसलाई काट्नलाई गर्नलाई साथीहरू अब यसलाई यसरी भाँच्ने अब त्यहाँबाट भित्र भएको आन्द्राहरू निकाल्ने आन्द्रा कलेजोहरू पाङ्राहरू यस्तो तानेर निकाल्दैछु हेर्दै जानुहोस् कसरी हो ल हेर्नुहोस् साथीहरू त्यो चाहिँ भालेको अन्डा तपाईँ के भन्छ यसलाई यो अन्डा हाम्रो त भालेको अन्डा भन्छौँ कि अब तपाईँहरू के भन्नुहुन्छ साथीहरू अब उगाएर भ्याइसकेपछि चट्ट लगाएर साफ्रा चट्ट निकालिदियो कुखुराको साफ्रा पनि सानोतिनो बाख्राको साफ्रा जत्रो टक्क लगाएर अचानक राखेर काट्दै त्यसरी खुट्टालाई साइडको साफ्रा निकालिदियो अनि अर्को साइड अब यो बिचबाट काटिने भयो यता साइडबाट काटिने भयो यो अचानक चाहिँ अलिक सानो भएको भएर त्यहाँ नअटेर यसरी टुक्रा टुक्रा गराउँदैछु यसलाई चाहिँ बिचबाट चट्ट लगाएर काट्ने अनि त्यो दुई साइड हुन्छ हेर्नुहोस् मैले यसरी नै अब कुखुराको मासु टक्ला ठुल्ठुलो पिस बनाउने ठुलो छ कुखुरा टक्क लगाएर पिस 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 पारेर काट्ने तर यसको मासु चाहिँ भोपाल थियो हेर्दै जानुहोस् अब त्यहाँबाट पनि काट्नु पर्यो पिस पिस बनाउँदै
ठुलो गरेमा त होला हाल्दैछु मैले रोक्ने भए अब यति काटिसकेको छु मैले सफा गरेर हो कि देखाउनु त्यो अहिले काटिरहेको छ कुखुराको साफ्रा हो यसको मासु पनि बवाल मिठो हुन्छ त्यसरी काट्ने हो साथीहरू टक्क लगाएर तपाईँहरूले सिक्नु पऱ्यो पुरा मासु काट्ने तरिका यही हो साथीहरू हेर्दै जानुहोस् अब यसलाई कसरी चट्ट गाउँघरमा चट्ट पकाएर त्यति खान खोजेको लागि नानी पाक्दैन वाकामा हाल्छ भयो यति भइसक्यो काटेर साथीहरू कुखुराको भालेको टाउको हेर्नुहोस् कति खतरा छ कति ठुलो छ त्यसलाई चाहिँ मुखबाट यस्तो गरेर टप पछाडि यताको भाग चाहिँ फालिदिने अन्त त्यसको ठुलो फालिदिने अनि त्यस पछाडि काट्ने हेर्नुहोस् धेरै ठुलो भएर शिरलाई काट्न नमिलेको बिचबाट शिरलाई अड्याएको अनि ट्याक्क लगाएर माथिबाट बिचबाट गरेर यसको आँखा चाहिँ फाल्नु पऱ्यो कतिजना साथीहरूलाई त अब टाउको मन पर्दैन खानालाई हाम्रो ड्याडले टाउको रुचाउनुहुन्छ क्या त्यही भएर साथीहरू टाउको आँखा फाल्दैछु मैले कुखुराको आँखा त्यसरी आँखा निकाल्ने कुखुराको कतिको घाँटीतिर कति लामो भाग भएको भएर त्यसपछि यहाँ टक्क लगाएर भाँडा मार्दैछु टक्क लगाएर साथीहरू अब छोरो मान्छे भएपछि भाँडा मार्न पनि जानुपर्छ साथीहरू भाँडा मार्दै मासु अब यही कालो कराईमा पकाउने हो यो किटको हो यो किटको कराई लिएर म आइसकेँ अब हामीले बाहिर आगोमा ग्यासमा होइन आगोमा पकाउने आगोमा पकाएको छुट्टै मिठो हुन्छ कि मासु त्यही भएर टक्क लगाएर अब गाउँघरमा यस्तै हो साथीहरू भाउजूले तेल राख्नुभयो अनि यो प्याज अब त्यहाँबाट बेसार राख्नुहुन्छ काटी लगाएर सुरुमै त्यसपछि मासु चाहिँ आज मैले मासु पकाएको मासु फ्राई यहाँ मौजा पकाउँदैछ यहाँ बाबु छ साथीहरू अब यसलाई चलाउनुपर्छ साथीहरू मासु टक्क पाक्नको लागि चलाउने अनि यसलाई छोप्ने
यसबाट टक्क छोपिसकेपछि होइन सबैजना साथीहरू म गाउँघरको पकाइ यस्तो हुन्छ कि साथीहरू अहिले मैले अहिले लौरीले सुम्ल्याउँछु क्या त्यत्रो आँप झरेछ अहिले बिठे भन्दा अहिले भोलिपछि पाकेर खान के हो यसरी चलाउनु पर्छ भुइँमा चाहिँ जति पनि त्यसको साप्रोमा गर्दा पनि हुन्छ जे गरेर राख्छ हामीलाई त लाग्छ छोरा त भिडियो बनाउँदै ठिकै जान्छ टक्क लगाउने अनि त्यसलाई छोप्नुपर्छ छोपियो साथीहरू छोपिसकेपछि एकछिनपछि यसरी उम्लिन्छ साथीहरू अब यो लगभग यसलाई 10-15 मिनट छोपेर राखिसकेपछि मसला अघि टक्क पिसेको मसला खोर्सानी टक्क राखेर टक्क चलाउँदै साथीहरू अब यो फेरि एकछिन फेरि छोप्ने छोपिसकेपछि यो खानालाई रेडी साथीहरू टक्क लाग्छ नुन सुन राख्नुपर्छ नुन यसो टक्क लगाएर लाग्छ कि लाग्छ छैन भनेर यसो टेस्ट गर्नुपर्छ अनि पकाएर भइसकेपछि अब केटाकेटीलाई सुरुमा साथीहरू केटाकेटीले मासुसँग खाँदै लाग्यो साथीहरू केटाकेटी चट्ट लगाएर मासुसँग भात खाँदै अब गाउँघरको जे पनि यस्तै हो ल साथीहरू त्यतिसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद यो च्यानललाई सब्सक्राइब गरिदिनु होला यस्तै भिडियोहरूको लागि ल साथीहरू गाउँघरको लाइफ यस्तै छ ल साथीहरू ल धन्यवाद बाबुलाई हाम्रो घर कुखुरा दिन आउनु पुस्सा दिएर रक्त मिसिसक्यो खानु